शेरलाई लडाउन महाशेर आउनु भएको छ। एमाले मै पनि एमाले भन्दै नाच्थेँ यहाँ पैसा खाएर खसी कटाएर अनि तेल फेरिमा हालिदिन्थ्यो केटाहरूलाई गाडीमा। फ्रीमा किन हाल्नु पर्यो? किन हामी मासु खानाले मरेका छौँ न। अनि एमाले नभए भत्ता पाइँदैन। भत्ता नदियोस् न, गरेरै खाएका छौँ। भत्ता चाहिएको पनि छैन होइन। तर देश चाहिँ बाँचोस् राम्रो, देश चाहिँ नेपाली भएर चाहिँ बाँच्न पाइयो। त्यो चाहिँ राम्रोसँगले बुझ्नु होइन। अब तपाईँहरू हाम्रो त अब दिन पनि बित्यो, तर अघिको नेपाल अहिले छैन। नेपालमा चोरै चोर फटा को कस्तो हो त्यो बाहिरको कुरा सबै देखिन्छ, भित्री कुरा के छ देखिँदैन। अब पहिले एमाले भनेर तपाईँको त्यो एमालेको मान्छे बिराख्न माधव नेपाल आउँदा यहाँ सबै मान्छे गए घर छोडेर। भरे त उसको अहिले मात्रै अनुहार देखिँदैछ। अब तपाईँको अहिले भित्री कस्तो छ बाहिर त देखियो, तर भित्री हुनुपर्छ एउटा चाहिँ अब नेपाल देश जसरी बाँचोस्, हामी नेपाली भएर बाँच्न पाऊँ। अमेरिकनलाई यहाँबाट त एनसीसी के भनेर घोषायो। अहिले एमपिपी पनि के भन्छु, अमेरिका जस्तो भारत र अमेरिकाले नेपाललाई केही गरेको छैन, यहाँ तानेर मात्रै लान्छ। अब भारत मित्र राष्ट्र भन्छ होइन यिनीहरू, तर मित्र राष्ट्रको शत्रुहरू छन् सबै। अब रोटी बेटीको छैन भन्छ, पानी पनि लान्छ, देश पनि मिल्छ। अब आधा देश 3 खण्डमा 2 खण्ड खाइएछ भारत। भारतसँग र अमेरिकासँग सतर्क रहनु। चीन र रुस हुन्। अब उनीहरूले केही बिगारेको छैन नेपाललाई। बिगार्ने भनेको पश्चिमा अमेरिका होइन, देशै खान खोज्ने, मिल्न खोज्ने। अहिले चीनको विरुद्धमा तपाईँको यो अस्ति टिओपी सर्ट लाउने थिएनन् यिनीहरू तिब्बतीहरू। यहाँ तिब्बतीलाई अब कसैलाई दलाई लामाले आशीर्वाद दिँदैन्थ्यो, धन्यवाद दिँदैन्थ्यो। अब चाहिँ मेरो काम हुन्छ होला भनौँ। अब सुशीला काजीलाई, अब सुशीलाको केही बुझ्न सकिएन। अहिले अब उसलाई राजीनामा गरेर भाग्नु न। हाम्रो तपाईँको यहाँ पूर्जा छ, यहाँ 20-40 वर्ष भइरहेको लगभग 200-250 घरको पूर्जा छ, तर तपाईँको कार्यान्वयन भएको छैन। नक्सा एउटा नम्बर छ, पूर्जामा एउटा नम्बर छ। हामीहरूले पैसा तिर्दा हामी हैरान भयो। कहिले चन्द्रगढी जा भन्छ, कहिले दमक जा भन्छ, कहिले चाहिँ वाडामा जा भन्छ। यो सानो केर्खा भोट भनेको हाम्रो चाहिँ स्थानीयदेखि लिएर केन्द्रसम्मको निर्णायक भोट हो हाम्रो सानो केर्खाको। तपाईँले यति सोच्नु होला, यति काम गर्नुपर्ने सामान्य भनेको तपाईँले आएर यहाँ पछि बुझ्ने कुरा हो। तर विशेष भनेको तटबन्धन एउटा वाल्मिकी ओझेलमा परेछ। यहाँ कस्तो ओझेलमा भने पैसा आउँछ, तर कहाँ आउँछ, कता आउँछ हामीलाई थाहा छैन। अनि एउटा यो जग्गा सम्बन्धी हामी यहाँ 200-250 घर, लगभग 400 घरसँग होला, तर 200-250 को चाहिँ पूर्जा छ, नक्सा बिग्रेको छ। हामीहरूले गएर तपाईँको चाहिँ काहीँ पैसा निकाल्नु भने त्यो पूर्जाले काम दिँदैन। यो गरिदिनु भने पैसा दिँदा त होइन, तपाईँको 4-5 लाख रुपियाँ दिन्छु भोग्छु भन्दा पनि हुनेवाला छैन। हामी यो ठुलो पीडित भइरहेको यो सानो केर्खामा हजुरले अब यहाँ आएर जितेर यहाँका समस्याहरू के छन् हजुरले त पाइहाल्नुहुन्छ। विगतका सरकारहरूबाट धेरै सबैभन्दा धेरै उपस्थित भएको क्षेत्र हो होइन। यसलाई अब के गर्न सकिन्छ भन्दाखेरि हामीहरूको एउटा वाल्मिकी आश्रम भनेको, अनि हाम्रो यो कमल र केर्खा खोलाको बिचमा हामीहरूको तटबन्धन भएको छैन। हामीहरूको ठुलो समस्याहरू भनेको चाहिँ यी छन् होइन। अब यहाँको रोजगार, शिक्षा, अब यहाँ जग्गाहरूको बारे तपाईँले अगाडि नै बोलिराख्नु भएको छ, हामीले सुनेका छौँ होइन। यहाँ सुकुमासीहरू धेरै छन्। सुकुमासी भन्दा पनि धेरै वर्ष अगाडिदेखि हामीले चाहिँ के अरे भोग गरेको तर पूर्जा नलिएको जग्गाहरू छन्। यसकोमा अब तपाईँले के गर्न सक्नुहुन्छ? वाल्मिकी सिंचाइ लाल पूर्जा नभएको तर हामीले अगाडिदेखि भोग गर्दै गरेको 50-60 वर्ष अगाडि 50-60 वर्ष अगाडिको छन्। र हाम्रो यो वाल्मिकी आश्रम सिमसार क्षेत्र भन्ने छ, यो चाहिँ साह्रै उपेक्षित भयो। किनभने यो चाहिँ रेड बुकमा, राज्यमा रेड बुकमा घर पनि पछाडि निकालेको। यो विषयमा चाहिँ हजुरको के छ कुरा भनेर हामीले भरत दाल छ नि कस्तो मान्छे मोबाइलमा देखेका भन्दा मान्छेले प्रधानमन्त्री हुनुभन्दा आशीर्वाद दिनु है। उसले चाहिँ अब देशै सकिन आएको चाइनालाई चाहिँ अब
अमेरिकाको बातमा नमान्ने आइएनजिओ के भन्छु नि अमेरिकाले त्यसै खत्तम गर्यो हामीहरू त अहिलेको पञ्चायती व्यवस्था कस्तो छ अब चाइनाले तपाईँको रेल दिएको छ त्यो बिजुलीले चल्ने ती सोचेर गए अनि अब यो चाहिँ कपडा कारखानाहरू उद्योग कति थियो कति रुसले र चाइनाले दिएको त्यो चाहिँ सबै यिनीहरूले निजीकरणका नाममा बेची खाए अनि त्यो पश्चिमाले अब ती नेताहरूलाई फर्के ओली माधव नेपाल यिनीहरूलाई पैसा प्राङ्गणमा छौँ र हामी आज हाम्रो चाहिँ आदरणीय व्यक्तित्व जो राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ वरिष्ठ नेता काठमाडौँ महानगरपालिकाको पूर्व मेयर आज हामीले यो प्राङ्गणमा पाएका छौँ र हामी उहाँलाई आज मन्दिरमा लिएर आइरहँदाखेरि विगतका दिनहरूमा हामीले जे जति यो मन्दिरको लागि स्थानीय तहबाट जे जति कामहरू हामीले गर्न सफल भएका छौँ र भावी दिनमा आदरणीय दाई आज हाम्रो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट भोलि हाम्रो पार्टी चाहिँ सत्तामा जाँदै गर्दा